1 गिलास पानीको लागि पहिला सुरुमा बेसार, त्यसपछि आउँछ यसमा ल्वाङ, सुकमेल, मरिच, दालचिनी, अदुवाको पाउडर 5 थोक मिसिएको छ। यसमा नुन स्वाद अनुसार 1 कपको लागि मात्रै। त्यसपछि यहाँ छ ज्वानो, जीरा, एउटा सानो ल्वाङ, यो चाहिँ जायफलको धुलो, थोरै मात्रामा, धेरै राख्नु हुँदैन। त्यसपछि दुई मिनेट मात्रै उमाल्ने। अब हेर्नुहोस् मजाले उम्लिसकेको छ। अब यसलाई उम्लिनु पुग्यो। 2 मिनेट 3 मिनेट मात्रै, त्योभन्दा धेरै नगर्ने। ग्लासमा राख्ने, चिया छानेले छाने पनि हुन्छ अथवा नछाने पनि हुन्छ। यो तलै बस्छ। एकछिनपछि यो अलिकति सेलाएर खाँदाखेरि यसमा अझै आफै यो तल बस्छ। यसमा जुन चिज छ त्यो तल बस्छ, अथवा मुखमा आइहाले पनि चपाउँदा पनि केही फरक पर्दैन, खाँदा हुन्छ। बस रेडी छ अब खोकीको घरेलु औषधि।